मैथिली समुदायको परम्परागत काष्ठकला र सांस्कृतिक पहिचानका रूपमा रहेको चरखा प्राचीन कालदेखि नै धागो बनाउने महत्त्वपूर्ण प्रविधि रहँदै आएको छ। आधुनिक प्रविधिको विकास हुनु अघि चरखाले कपास रुवाबाट महँगो धागो उत्पादन गर्ने प्रमुख यान्त्रिक माध्यमको रूपमा काम गरेको इतिहास छ। त्यस समय मिथिला क्षेत्रमा रुवा खेती व्यापक रूपमा गरिन्थ्यो। यही रुवाबाट चरखाको प्रयोग गरी धागो बनाइन्थ्यो र सो धागोबाट विभिन्न किसिमका कपडा तथा वस्त्रहरू तयार पारिन्थे। यी वस्त्रहरू दैनिक जीवनसँगै धार्मिक तथा सांस्कृतिक कार्यमा समेत प्रयोग गर्दै आएका थिए। विशेष गरी मैथिली ब्राह्मण समुदायको व्रतबन्ध उपनयन संस्कारमा चरखाबाट बनेका धागो तथा वस्त्रहरूको विशेष महत्त्व रहेको पाइन्छ। यसले चरखालाई केवल घरेलु उपकरण नभई धार्मिक र सांस्कृतिक परम्परासँग गाँसिएको धरोहरका रूपमा स्थापित गरेको छ। समयसँगै चरखाको प्रयोग घट्दै गए पनि यसको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्त्व अझै कायम रहेको जानकारहरू बताउँछन्। उनीहरूका अनुसार यस धागोको संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई यसको महत्त्वबारे जानकारी गराउनु आजको आवश्यकता हो। यसैबीच चरखालाई व्यावसायिक दृष्टिकोणबाट पुनः स्थापित गर्न सकिने सम्भावनाप्रति पनि चासो बढ्दै गएको छ। परम्परागत सिपको संरक्षण गर्दै यसलाई व्यवसायसँग जोड्न सके समाजमा रोजगारी सिर्जना हुनुका साथै आर्थिक समृद्धिमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।